भयो ल। नमस्कार, म चाहिँ नयाँ बजार मिगन लाइफ हाउसदेखि म सञ्चालक सचिन घिमिरे भने अहिले म चाहिँ हाम्रो राम बाबाको घरमा यस सर्भिस अन्तर्गत यहाँ मेसिनमा भएको समस्याहरू र त्रुटि चाहिँ म हेर्न आएको थिएँ भने अहिले मैले सबै कुराहरू मेसिनलाई एकदम सबै कुराहरू हेरिदिइसकेपछि भने हाम्रो यहाँ बाबासँग एउटा छोटो मिठो गफ गरौँ भने आज बाबाको घरमा यो रिबन मेसिन आएको पनि केही नभए पनि 9 महिना चान्सुन हुन लागिसकेको रहेछ बाबा है। भने यो 9 महिनाको अन्तरालमा हजुरले मेसिन घरमा लिएर आउँदै गर्ने क्रममा कुनै दिन चाहिँ होइन घाटा भएछ होइन यस्तो भन्ने कुरा कुनै बेलामा नकारात्मक ख्याल आयो बाबा? त्यस्तो कुनै बेलामा कहिले पनि आएन है? भने चाहिँ एकदम खुसी हुनुहुन्छ नि? खुसी छ है। मम्मी हजुरलाई कस्तो के केही हजुरले त्यस्तो केही रिग्रेट फिल गर्नुभयो लाइफ हाउसबाट चाहिँ मेसिन गरेर? धेरै राम्रो छ, थकाइ लागेको बेलामा पनि मसाज गर्दाखेरि आनन्द आउँछ है। अनि भने हजुरले त्यहाँ आउने बाबाआमालाई के भन्न चाहनुहुन्छ त मम्मी? यो मेसिन चाहिँ लग्दाखेरि राम्रो छ अनि हाम्रो भित्रको रोगहरू पनि सबै निको पार्दै जान्छ अनि अरू नयाँ रोगहरू पनि लाग्नबाट रोक्न सक्छ। हो भने बाबा हजुरले के भन्न चाहनुहुन्छ त्यहाँ बाबालाई अनेस्ट रिभ्यू? जस्तै अब हामी हजुरले फोन गर्दा हामी आउँछौँ कि आउँदैनौँ, हामीले आफ्टर सेवा हजुरलाई चाहिँ घरमा मेसिन लैसकेपछि हजुरलाई हाम्रो सेवा कस्तो लागिरहेछ, कस्तो महसुस गरिरहनु भएको छ, त्यो कुरा पनि एकचोटि जग जाहिर गरिदिन्छु न। हिजो बिदा थियो आइतबारको दिन अनि मैले हिजो फोन गरेँ, हिजै आउनु खोज्नु भएको थियो, त्यही पनि बिदा दिन। आज चाहिँ मैले भन्दा सचिन सरले पहिला फोन गरेर आउनुभयो अनि यसको लागि सचिन सरलाई मिगन लाइफलाई धन्यवाद दिन चाहन्छु। अनि सर्भिस हुन त हामीले घरमा मेसिन ल्याएको 9 महिनामा पहिलोचोटि बोलायो, नत्र भने बोलाउनु परेको थिएन। अब अहिले चाहिँ हामीले आफैले मिलाउन नसक्ने टेक्निकल केही सामान नै बिग्रिया रहेछ, तर यो नयाँ सामान फेरिदिनु भएको छ अनि मेसिन पनि चलिसक्यो। अनि यो सबै कुराको लागि धन्यवाद दिन चाहन्छु, विशेष गरी सचिन सरलाई। अनि अरूले चाहिँ अब रोगको विषयमा चाहिँ मेरो धर्मपत्नीले भने जस्तै यो थेरापी मेसिन हो, विशेष गरी खुट्टा ढाड यस्तो दुखेको चाहिँ ठिक हुन्छ, यो चाहिँ पक्का हो। अनि पछि एकदमै गम्भीर रोग लाग्नुभन्दा अगाडि नै यसबाट थेरापी गर्दा चाहिँ हामीले रिलिफ महसुस गरेका छौँ। ल भने म चाहिँ यो बाबाको घरमा चाहिँ यो एएस सर्भिस अन्तर्गत यो ट्रान्सफर्मर भनेर भनिन्छ, मैले कति बाबालाई मैले सजेसन पनि दिएको हुन्छु। यदि हजुरको घरमा भोल्टेज हाई अथवा भोल्टेज लो आइरहन्छ भने त्यस्तो एकदमै बिजुलीहरू फ्लक्चुएट हुन्छ भने हजुरले चाहिँ स्टेबिलाइजर राख्नुहोस् है, एउटा चाहिँ यो भोल्ट गार्ड चाहिँ राख्नु होला भनेर भन्छौँ। भने यो बाबाकोमा लगभग 2-3 दिन अगाडिको कुरा हो, नयाँ बजारमा एकदम त्यति बेलामा भोल्टेज एकदम फ्लक्चुएट भएको थियो, लाइन आउने जाने गरिरहने क्रममा मम्मीकोमा चाहिँ यो ट्रान्सफर्मर चाहिँ गएछ के है। भने अहिले भर्खर मैले चाहिँ हाम्रो हेड अफिस हाम्रो महेश सर हाम्रो राजन सरले चाहिँ यो पार्ट्स मलाई सजिलै एभाइलेबल गरिदिनु भयो र अहिले मैले आइसकेपछि मैले बाबाकोमा सजिलो छ, धेरै गाह्रो पनि छैन, यी मैले आएर मैले चेन्ज गरिदिएँ म आफैले। भने यो बाबाको एएस सर्भिस अन्तर्गत नै गर्ने कुराहरू यही हुन्। भने अरू बेलामा हामी रेगुलर भिजिट पनि घर आइरहेका हुन्छौँ होइन त बाबा? हो भने आइरहेका हुन्छौँ, त्यति बेला पनि हामी हजुरलाई परामर्श दिइरहेका हुन्छौँ, केही समस्या छ कि केही भएको छ कि नै, कसो भइरहेछ भन्ने कुराहरूको बारेमा हजुरलाई एकदमै कसरी हुन्छ बेस्ट सर्भिस दिउँ भन्ने हाम्रो चाहना र हाम्रो नयाँ बजार मिगन लाइफ हाउसको एउटा सङ्कल्प पनि हो। भने अरू केही भन्न चाहनुहुन्छ बाबा? अरू चाहिँ नयाँ बजार मिगन लाइफ त्यहाँ काम गर्ने सबै सर मिसहरू अनि सचिन सरलाई विशेष गरी सचिन घिमिरे सरलाई धेरै धन्यवाद छ। अनि यो तपाईँहरूको सेवाको लागि यो हुन त पैसा अलिकति बिजनेस भन्ने बित्तिकै पैसा मुछिएको छ, तर भने यो समाज सेवाको पाटो पनि मिसिएको हुनाले यो काम चाहिँ गरिरहनुहोस्। अनि एउटा सल्लाह, सचिन सर चाहिँ 9 महिना अगाडि जाँदाखेरि भुँडी थिएन, अहिले भुँडी मिसिन बेच्ने मान्छेले भुँडी त अलिक घटाउनु पर्यो नि। अब यो बाबुले धेरै माया गरेर पनि होला है, अलिकति म अहिले मोटाएको पनि छु। हुन त फेरि यो मलाई जहाँसम्म लाग्छ जाडोले अलिकति फुलेको पनि जस्तो लाग्छ मलाई चाहिँ, अब चाहिँ मोटा पनि छु। भने यो बाबुले केही मायाले गर्दा हो,
हस् है त्यसको लागि धेरै धेरै भन्ने बाबा अहिले कुनै पनि हजुर रिग्रेट हुनु भएको छैन 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 अहिलेसम्म रिग्रेट भन्ने कुरा हजुरलाई भएको छैन छैन है ल खुसी नै हुनुहुन्छ नि भनेपछि अब टेक्निकल प्राविधिक कुराहरू अब यो मेसिन बिग्रियो भनेर त्यस्तो हामी रिसाउनु पनि हुँदैन किनभने यो बत्तीको फ्लक्चुएसनको कारणले हुने कुरा जतिखेर जहाँ पनि हुनसक्छ अरू मेसिनमा पनि हुनसक्छ त्यो अरू त्यही पनि तुरुन्तै आएर हिजोको आजै बनाइदिनु भयो धेरै धन्यवाद छ अरू त्यस्तो केही छैन एकदम खुसी छु ल धेरै धेरै मिगन लाइफ जिन्दाबाद मिगन लाइफ जिन्दाबाद सचिन सर नम्बर 1 बाबा मम्मी नम्बर नम्बर 1 हजुर हजुर ल एकचोटि जोरदार ताली 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 मैले त त्यहाँ